नमस्ते साथीहरू, आज म उपस्थित भएको छु सिकाइ र बाल मनोविज्ञान एकाइ 3 लिएर सुरु गरौँ आजको अति महत्त्वपूर्ण प्रश्नहरू। कार्यपरक सिकाइ सिद्धान्तको प्रयोग कुन प्राणीमाथि गरिएको थियो भनेको विभिन्न अप्सनहरू दिएको हुन्छ। पीएफ स्किनरको मुसामाथि गरिएको थियो यो। अब यो विभिन्न डिस्क्रिप्सनहरू पनि दिएको छ। शास्त्रीय सम्बन्धन प्रत्यावर्तन भन्ने सिद्धान्त 1904 मा कुकुरमाथि, कार्यपरक सिकाइ सिद्धान्त 1938 मा मुसामाथि, अन्तर्दृष्टि सिकाइ सिद्धान्त 1912 मा चिम्पान्जीमाथि, सामाजिक सिकाइ सिद्धान्त 1965 मा बालकमाथि प्रयोग गरिएको थियो। त्यही भएर यो चाहिँ कार्यपरक सिकाइ सिद्धान्त 1938 मा के माथि भन्दाखेरि मुसामाथि र यो कसले प्रतिपादन गरेका हुन् भन्दाखेरि पीएफ स्किनरले प्रतिपादन गरेका हुन्। अब अर्को भनेको हाम्रो समस्यामूलक परिस्थितिमा विभिन्न पक्षहरूबीच आपसी सम्बन्ध बुझेर ज्ञान प्राप्त गर्नलाई के भनिन्छ भन्दाखेरि नयाँ सम्बन्धनको खोजी भनिन्छ। यो चाहिँ समस्यामूलक परिस्थितिमा विभिन्न पक्षहरूबीच आपसी सम्बन्ध बुझेर ज्ञान प्राप्त गर्नलाई के भनिन्छ भन्दाखेरि नयाँ सम्बन्धको खोजी भनिन्छ। अब केन्द्रीय मध्यस्थता, यो विभिन्न कुराहरू हुन्छ यसमा। यो चाहिँ के हो, अन्तर्दृष्टि सिकाइ सिद्धान्तका के हुन् भन्दाखेरि अन्तर्दृष्टि सिकाइ सिद्धान्तका विशेषताहरू हुन् यो भनेका। सिकाइ प्रत्यक्षीकरण भनेको सबैभन्दा अगाडि सिकाइ प्रत्यक्षीकरण भन्छ। यो भनेको चाहिँ समस्या समाधान गर्दा आफ्नो अनुभव, ज्ञान, बुद्धि तथा क्षमताका आधारमा समस्याको पहिचान, विश्लेषण र निर्णयमा पुग्नु भनेको प्रत्यक्षीकरण हो। अब यो यसबाट प्रत्यक्षीकरणबाट पनि अर्को प्रश्नहरू पनि आउन सक्छ। इन्द्रियको उत्तेजनालाई अर्थपूर्ण रूपमा बुझ्नु, सम्झनु, वास्तवमा ज्ञान प्राप्त गर्नुलाई अन्तर्दृष्टि सिकाइको कुन विशेषता हो भन्दाखेरि यो चाहिँ सिकाइ प्रत्यक्षीकरण हो भनेर हामीले लेख्नुपर्छ। इन्द्रियबाट उत्तेजनाहरूलाई अर्थपूर्ण रूपमा बुझ्नु, सम्झनु, वास्तवमा ज्ञान प्राप्त गर्नु अन्तर्दृष्टि सिकाइको कुन सिद्धान्त हो भन्दाखेरि यो चाहिँ सिकाइ प्रत्यक्षीकरण हो। अब केन्द्रीय मध्यस्थता भनेको चाहिँ कुनै पनि समस्याको समाधानको विभिन्न विकल्प खोजी गर्दा गर्दै एउटा अन्तिम वा मुख्य विकल्पमा केन्द्रित हुन्छ, त्यसलाई केन्द्रीय मध्यस्थता भन्छ हैन। कुनै समस्याको समाधानको विकल्प खोजी गर्दा गर्दै एउटा मुख्य विषयमा चाहिँ केन्द्रित हुन्छ भने त्यसलाई चाहिँ के भन्छ भन्दाखेरि केन्द्रीय मध्यस्थता भन्छ। अब यसमा अर्को प्रश्नहरू पनि आउन सक्छ। अब सिकारुले चिन्तन मनन गर्नु तलको मध्ये कुनसँग सम्बन्धित छ भन्दाखेरि केन्द्रीय मध्यस्थतासँग सम्बन्धित छ। अब नयाँ सम्बन्धनको खोजी भनेको चाहिँ आफू अगाडि सम्पूर्ण वस्तु घटनाहरूलाई आपसी सम्बन्ध र सोको आधारमा नयाँ जुक्ति निकाल्नु भनेको चाहिँ नयाँ सम्बन्धनको खोजी हो। अब त्यसपछि सिकाइ प्रक्रियाको आकस्मिकता भनेको चाहिँ मानसिक रूपमा काम गर्दै जाँदा समस्याको उपाय अचानक सुल्झिनु भनेको चाहिँ सिकाइ प्रक्रियाको आकस्मिकता भन्ने बुझिन्छ हैन। मानसिक रूपमा काम गर्दै जाँदाखेरि समस्याको उपाय अचानक सुल्झिनु चाहिँ के भन्दा सिकाइ प्रक्रियाको आकस्मिकता भनिन्छ। यसरी विभिन्न प्रकारको हैन विभिन्न विशेषता रहेको छ। अन्तर्दृष्टि सिकाइ सिद्धान्तहरूको विभिन्न विशेषताहरू रहेको छ। अब अर्को भनेको हाम्रो बेठिक र गलत सिकाइलाई हटाउन कुन पूर्णबल उपयोग गरिन्छ भन्दाखेरि नकारात्मक पूर्णबल उपयोग गरिन्छ। सकारात्मक पूर्णबल भनेको चाहिँ के हो भन्दाखेरि स्किनरका अनुसार कुनै कार्य गर्न प्रोत्साहन गर्नु भनेको चाहिँ सकारात्मक पूर्णबलहरू हो हैन। पुरस्कारहरू दिनु भनेको सकारात्मक पूर्णबल हो। अब नकारात्मक पूर्णबल भने चाहिँ कुनै कार्य नगर्न प्रोत्साहन गर्नु वा रोक लगाउनु भनेको नकारात्मक पूर्णबल हो। यो चाहिँ के दिइन्छ भन्दाखेरि यसमा चाहिँ दण्ड दिइन्छ, सजाय दिइन्छ, गाली गलोज गरिन्छ। यो चाहिँ नकारात्मक, गाली गरिन्छ, गाली गरिन्छ। यो चाहिँ नकारात्मक पूर्णबलहरू हो। अब प्राथमिक पूर्णबल भनेको चाहिँ शारीरिक आवश्यकतासँग प्रत्यक्ष जोडिएको हुन्छ। प्राथमिक पूर्णबल भनेको त्यो सबलन हो जसको प्राणीको शारीरिक आवश्यकतासँग प्रत्यक्ष जोडिएको हुन्छ। सहायक पूर्णबल भनेको चाहिँ यिनीहरूको निर्माण प्राथमिक पूर्णबलसँगको सम्बन्धनबाट प्रयोग भएको हुन्छ। जस्तै मासुको साटोमा घन्टीको आवाजले पनि र्याल काट्नु भनेको चाहिँ के हो भन्दाखेरि सहायक पूर्णबल हो। मासु भनेको प्राथमिक पूर्णबल हो, घन्टी भनेको चाहिँ सहायक पूर्णबल हो। अब अर्को भनेको चाहिँ नकारात्मक पूर्णबल अन्तर्गत के भनिन्छ भन्दाखेरि दण्ड र सजाय दिनु, गाली र धम्की दिनु, चेतावनी दिनु भनेको चाहिँ नकारात्मक पूर्णबल हो। अब अर्को भनेको चाहिँ हाम्रो सिगमन्ड फ्राइडका अनुसार विस्फोरणका कारणहरू के हो। विस्फोरणका कारणहरू सबै हो यो अनुपयोगी हस्तक्षेप, आरएनएको कमी भनेको पनि के हो भन्दाखेरि विस्फोरणका कारणहरू नै हुन्। तर सिगमन्ड फ्राइडको अनुसार चाहिँ दमन हो। यो फ्राइडका सिद्धान्तमा आधारित सिद्धान्त हो। यसमा मानिसले सुखपूर्ण स्मृतिमा दोहोऱ्याउँछ, सुखपूर्ण स्मृतिलाई दोहोऱ्याउँछ तर दुःखपूर्ण स्मृतिलाई चाहिँ के गर्छ, बिर्सन्छ। यो मानिसको अचेतन मस्तिष्कले सक्रिय रूपमा गर्छ।
सुखपूर्ण स्मृति धारण हुन्छ र दुःखपूर्ण स्मृति चाहिँ के हुन्छ विस्मरण हुन्छ। यो चाहिँ सिगमन्ड फ्राइडको सिद्धान्तमा आधारित सिद्धान्त भनेको चाहिँ के हो भन्दाखेरि दमन हो हैन। अनि अर्को भनेको चाहिँ हाम्रो 100% पूर्णबलको नामले कुन पूर्णबललाई तालिकालाई चिनिन्छ भन्दाखेरि लगातार पूर्णबल तालिकालाई चिनिन्छ हैन। यो आंशिक पूर्णबल अरू सबै मिस्टेक हो, लगातार अरू सबै गलत हो, लगातार पूर्णबल तालिका चाहिँ सही हो। लगातार पूर्णबल तालिका भनेको प्रत्येक ठिक प्रतिक्रियालाई पूर्णबल दिनु भनेको चाहिँ के हो भन्दाखेरि लगातार पूर्णबल तालिकामा चाहिँ प्रत्येक ठिक प्रक्रियालाई पूर्णबल दिइन्छ। यो प्रत्येक ठिकलाई दिइन्छ भने चाहिँ 100% हो। अब अर्को भनेको चाहिँ आर्जित प्रेरणा अन्तर्गत के पर्दछन् भनेको सामाजिक पद प्रतिष्ठा र सुरक्षा, उपलब्धि तथा प्रेरणा, धन सम्पत्ति र आत्मसम्मान अथवा माथिको सबै पर्दछन्। अब आन्तरिक प्रेरणा भनेको चाहिँ भोग, तिर्खा, निन्द्रा तथा आरामको आवश्यकता भनेको चाहिँ आन्तरिक प्रेरणा अन्तर्गत पर्दछ। बाह्य प्रेरणा भनेको चाहिँ आफ्नो इच्छा अनुसार स्वयं कार्य गर्दैन, बाह्य प्रभावको कारणले काम गर्छ, त्यसलाई बाहिरी प्रेरणा भनिन्छ अथवा बाह्य प्रेरणा भनिन्छ। बाह्य उत्प्रेरणालाई आर्जित उत्प्रेरणा, कृत्रिम उत्प्रेरणा, गौण उत्प्रेरणा, सहायक उत्प्रेरणा, मनोवैज्ञानिक उत्प्रेरणा, सामाजिक उत्प्रेरणा पनि भनिन्छ। अब जस्तै यो बाह्य उत्प्रेरणामा चाहिँ के हो भन्दाखेरि आत्मसम्मान, आत्मगौरव हैन, सुरक्षाको प्रेरणा, पद उपलब्धिको प्रेरणा भनेको चाहिँ बाह्य प्रेरणाहरू हो। अब डाक्टर बन्ने प्रेरणा भनेको पनि बाह्य प्रेरणाहरूमा पर्छ। यसरी आर्जित प्रेरणा भनेको चाहिँ सामाजिक पद प्रतिष्ठा र सुरक्षा, उपलब्धि तथा प्रेरणा, धन सम्पत्ति र आत्मसम्मान माथिको सबै पर्छ आर्जित प्रेरणामा चाहिँ। अब अर्को भनेको चाहिँ हाम्रो नेपाली भाषा राम्रो जानेको व्यक्तिलाई हिन्दी भाषा सिकाइ सजिलो हुन्छ भनेको चाहिँ सकारात्मक स्थानान्तरण हो हैन। नेपाली भाषा राम्रो जानेको व्यक्तिलाई हिन्दी भाषा सिकाइ सजिलो हुनु भनेको चाहिँ सकारात्मक स्थानान्तरण हो। सकारात्मक स्थानान्तरण भनेको एउटा विषय वा परिस्थितिमा सिकेको कुरा अर्को विषय वा परिस्थितिमा सिकाइमा सकारात्मक असर पर्नु हो। जस्तै साइकल चलाउने, मोटरसाइकल चलाउनु भनेको चाहिँ सकारात्मक स्थानान्तरण हो। यस्तै गरी भौतिक शास्त्र जानेकोले अथवा गणित जानेकोले भौतिक शास्त्र पढ्नलाई सजिलो हुनु भनेको चाहिँ यो पनि सकारात्मक स्थानान्तरण हो। नकारात्मक स्थानान्तरण भनेको चाहिँ एउटा विषय वा परिस्थितिमा सिकेको कुरा अर्को विषय वा परिस्थितिमा सिकाइमा नकारात्मक असर पर्नु। जस्तै विज्ञान पढेको व्यक्तिलाई साहित्य सिक्नलाई के गर्छ, नकारात्मक असर पर्छ। यसलाई चाहिँ के भनिन्छ, नकारात्मक स्थानान्तरण भनिन्छ। शून्य स्थानान्तरण भनेको चाहिँ कुनै पनि असर पर्दैन। एउटा विषय वा परिस्थितिमा सिकेको कुराले अर्को विषय वा परिस्थितिमा चाहिँ कुनै असर पर्दैन भने चाहिँ यो चाहिँ शून्य स्थानान्तरण हो। जस्तै राम्रो खेलाडी हुनु र गणित पढ्नु भनेको चाहिँ शून्य स्थानान्तरण हो। यसरी साथीहरू अब अर्को भनेको चाहिँ हाम्रो मनोवैज्ञानिकहरूले अभ्यासलाई कति भागमा विभाजन गरेका छन् भन्दाखेरि 3 भागमा विभाजन गरेका छन्। एउटा सघन र वितरिक अभ्यास, पूर्ण र अंश अभ्यास, पूर्णबलीय र पूर्णबलहीन अभ्यास अथवा अन्ध र सबलकरण युक्त अभ्यास पनि भनिन्छ यसलाई। यसरी 3 भागमा मनोवैज्ञानिकहरूले अभ्यासलाई विभाजन गरेका छन्। अब अर्को भनेको चाहिँ मस्तिष्कमा भण्डारण भएका ज्ञान, सिप र सूचनालाई आवश्यक परेको बेला प्रयोग गर्नलाई के भनिन्छ भन्दाखेरि पुनर्प्राप्ति भनिन्छ हैन। यो भण्डारण भएका ज्ञानहरूलाई चाहिँ के गर्ने भन्दाखेरि सिप र सूचनालाई आवश्यक परेको बेला प्रयोग गर्नुलाई चाहिँ के भन्छ, पुनर्प्राप्ति भनिन्छ। प्राप्ति भनेको चाहिँ के भन्दाखेरि अब यो स्मृतिको पनि प्रक्रियाहरू छ क्या। प्राप्ति भनेको ग्रहण गर्नु हो, प्राप्ति भनेको ग्रहण गर्नु हो। अनुभव, घटना वा सिकाइले सबैभन्दा मस्तिष्कमा धारण गर्दछ, जसलाई चेतना दर्ता अथवा प्राप्ति भनिन्छ। मस्तिष्कमा धारण गर्नु भनेको प्राप्ति हो। अब सङ्केतमा बदल्नु भनेको चाहिँ के हो भन्दाखेरि छोटो समयमा आफ्नै भाषामा रूपान्तरण गरेर विषयवस्तुलाई सङ्केतमा बदल्नु हैन। आफ्नै भाषामा मस्तिष्कले आफ्नै भाषामा बदल्छ अनि त्यसपछि सङ्केतमा बदल्छ। अनि भण्डारण गर्नु भनेको चाहिँ अब भण्डारण पनि छोटो अवधिको स्मृति शाखा र लामो अवधिको स्मृति शाखा भनेर छुट्टै शाखामा हुन्छ र यसरी भण्डारण हुन्छ। दुईटा शाखामा छुट्टै शाखामा भण्डारण हुन्छन्। अनि पुनर्प्राप्ति भनेको मस्तिष्कमा भण्डारण भएको ज्ञान, सिप र सूचनालाई आवश्यक परेको बेला प्रयोग गर्नुलाई चाहिँ के भनिन्छ भन्दाखेरि पुनर्प्राप्ति भनिन्छ। यसरी स्मृतिका प्रक्रियाहरू पनि भिन्न छन् साथीहरू। यो चाहिँ यसो झट्ट हेर्दाखेरि कम्प्युटर जस्तो पनि भयो। हाम्रो मस्तिष्क पनि ठ्याक्कै कम्प्युटर जस्तो पनि लाग्न सक्छ यसरी। अब अर्को भनेको चाहिँ हाम्रो
एउटा बालक वा एउटै उमेर समूहका बालबालिकालाई लामो समयसम्म क्रमिक रूपमा गर्ने अध्ययनलाई चाहिँ के भनिन्छ, लम्बी विधि भनिन्छ। एउटै बालक वा एउटै उमेर समूहका बालबालिकालाई लामो समयसम्म क्रमिक रूपमा गरिने अध्ययनलाई चाहिँ के भनिन्छ, लम्बी विधि। अब खण्डात्मक वा क्षितिजीय वा प्रतिनिधिमूलक विधि भनेको चाहिँ विभिन्न उमेरका बालबालिकालाई एकै ठाउँमा राखेर मानव विकास सम्बन्धी अध्ययन गर्ने विधिलाई प्रतिनिधिमूलक विधि भनिन्छ। विभिन्न उमेरका बालबालिकाहरूलाई एकै ठाउँमा राखेर मानव सम्बन्धी अध्ययन गर्ने विधिलाई प्रतिनिधिमूलक विधि भनिन्छ। यहाँ चाहिँ एउटै समूहका एउटै उमेर समूहका यहाँ चाहिँ के भन्दाखेरि विभिन्न उमेरका बालबालिकालाई। अब अर्को भनेको चाहिँ हाम्रो प्याबलका सिकाइ सिद्धान्तमा घन्टीको साटा बजर बजाउँदा रियाल निकाल्नुलाई के भनिन्छ भन्दाखेरि उद्दीपक सामान्यकरण भनिन्छ। उद्दीपक सामान्यकरण भनेको चाहिँ दुई वा दुईभन्दा बढी साझा विशेषता भएका उद्दीपकहरूप्रति समान रूपको प्रतिक्रिया देखाउनु भनेको उद्दीपक सामान्यकरण हो हैन। दुई वा दुईभन्दा बढी साझा विशेषता भएका उद्दीपकहरूप्रति समान रूपले प्रतिक्रिया देखाउनु भनेको उद्दीपक सामान्यकरण हो। जस्तै प्याबलको सिकाइ सिद्धान्तमा घन्टीको साटा बजार बजाउँदाखेरि रियाल निकाल्नु भनेको उद्दीपक सामान्यकरण हो। अब उद्दीपक विभेदीकरण भनेको चाहिँ विभिन्न उत्तेजना बीच सही उत्तेजना पत्ता लगाउनु भनेको चाहिँ उद्दीपक विभेदीकरण हो। विभिन्न उत्तेजना बीच सही उत्तेजना पत्ता लगाउनु भनेको चाहिँ उद्दीपक विभेदीकरण हो। त्यस्तै विच्छेद वा लोप हैन। जस्तै कुकुरलाई घन्टीसँगै खाना दिने कार्य बन्द गरेर रियाल निकाल्ने कार्यमा मात्रामा पनि कम हुँदै जान्छ र अन्त्यमा रियाल निकाल्न छोड्छ। यसलाई चाहिँ के भन्छ, विच्छेद वा लोप भनिन्छ। यसरी यो विशेषता हो। यो शास्त्रीय प्रत्यावर्तन सिकाइ सिद्धान्तको विशेषताहरू हो। यो भनेको चाहिँ पहिले सामान्यकरण हुन्छ हैन, दुईटा बजरहरू के अरे बजर र घन्टी पनि छुट्याउन सक्दैन दुईटैलाई। अनि त्यसपछि विभेदीकरण, त्यसपछि लोप हुन्छ। यसरी विभिन्न के दिएको छ, यसको विशेषताहरू दिएको छ। अर्को भनेको चाहिँ हाम्रो तीव्र वृद्धि तथा परिवर्तनको अवस्था भनेको कुन अवस्थालाई चिनिन्छ भन्दाखेरि यौवन अवस्थालाई। खप्टिएको अवस्था भनेको चाहिँ तीव्र वृद्धि तथा परिवर्तनको अवस्था भनेको यौवन अवस्था हो। खप्टिएको उमेर भनेको पनि यौवन अवस्था हो। छोटो अवस्था भनेको नि यौवन अवस्था हो। नकारात्मक अवस्था भनेको नि यौवन अवस्था हो। अब अर्को भनेको चाहिँ हाम्रो अन्तिम स्लाइड रहेको छ। सबैभन्दा छोटो वा एक पलको लागि हुने स्मृति कुन हो भनेको चेतनात्मक वा साम्वेदिक स्मृति चाहिँ छोटो वा एक पलको लागि हुन्छ। जस्तै हामीले बाटोमा हिँडिरहेको बेलामा के देख्छौँ नि, अब त्यसलाई याद चाहिँ गर्दैनौँ हामीले, त्यत्तिकै देख्छौँ अनि एकछिनको लागि मात्रै हुन्छ। यो चाहिँ सबैभन्दा छोटो वा एक पलको लागि मात्रै भएको स्मृति चाहिँ चेतनात्मक वा साम्वेदिक स्मृति हो। हस्त साथीहरू, धेरै धेरै धन्यवाद। फेरि अरू भिडियो लिएर उपस्थित हुने नै छु। हस्त।